गुड मर्निङ आमा बुवा दिदी बहिनी दाजुभाइ साथीहरू सम्पूर्णमा म आज हजुरहरूलाई फ्रेस ओरेन्ज जुस बनाएर देखाउँछु। मैले यसरी बनाउँछु। यो फ्रेस ओरेन्ज जुस स्वास्थ्यको लागि धेरै राम्रो छ। बजारका बोतलका विभिन्न केमिकल मिसावट जुसभन्दा यो जुस खानको लागि धेरै राम्रो हुनेछ। मैले आज बनाएको छु र मैले प्रत्येक दिन 10 किलो यसरी नै फ्रेस जुस बनाइराखेको छु। कृपया हेरिदिनु होला र मैले बनाएको जुस हजुरहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला र मन पर्यो भने मेरो यो जुस बनाउने भ्लग सेयर पनि गरिदिनु होला। हस् त धन्यवाद सबैजनामा। नयाँ भिडियो फ्रेस ओरेन्ज जुस बनाएर देखाउन र सेयर गर्न पाउँदा म आफूमा धेरै खुसी छु। कृपया मेरो भिडियो मन परे लाइक गरिदिनु।